नमस्कार सबै नेपाली जनता, सबै जेएनजी युवाहरूमा। किनकि अब मलाई लाग्दैछ हामीले त्यत्रो गरेका आन्दोलन, त्यत्रा युवाहरूको बलिदान खेर जाँदैछ र देश सर्पोको मुखबाट निस्केर अजिङ्गरको मुखमा पुगिसकेछ। सुशीला कार्कीले जेएनजी युवालाई होइन, पुरानै पार्टीलाई सपोर्ट गर्दै छिन् र पुरानै संविधान कोट्याउँदै छिन्। यदि पुरानो संविधान कोट्याउने हो भने र पुरानो संविधानमा जेएनजी युवाले गरेको आन्दोलन संविधानभन्दा बाहिर छ भने तिनी कुर्सीमा बस्ने अधिकार पनि छैन। त्यो पनि संविधानभन्दा बाहिर नै हो। तिनले तुरुन्तै राजीनामा दिनुपर्छ। यदि होइन भने आन्दोलन गरेको पुरानो संविधानमा थिएन, संविधानभन्दा बाहिर थियो भने कुर्सीमा गएर अचानक प्रधानमन्त्री पदमा बस्ने के तिम्रो संविधानमा थियो? थिएन नि। तर तिमी कुर्सीमा बस्यौ, तिमीलाई जनताले राखे, युवाले राखे। तर त्यही युवाको तिमीले माग पूरा गर्न सक्दैनौ भने त्यो कुर्सीमा बस्ने तिमीलाई कुनै पनि अधिकार छैन। तुरुन्तै राजीनामा देऊ र यो नभुल कि हिजोको आन्दोलनमा कसका घर जले, कसले कुटाइ खाए, यो नभुल। सुशीला कार्की त्यो कुर्सीमा बस्ने लायक नै छैन। नेताहरू भ्रष्टाचारी नेताहरूको सम्पत्ति छानबिन गरेर भ्रष्टाचारी नेताहरूलाई, जनताको हत्याराहरूलाई जेल हालेर सजाय सुनाउलिन् भन्दा उल्टै जेएनजी माथि कानुन कारबाही गर्न सुरु गरिरहेकी छिन्। तिनले अब तुरुन्तै राजीनामा दिनुपर्छ। राजीनामा कसले चाहनुहुन्छ सबैले कमेन्ट अनि लाइक, सेयर गर्नु होला।